जसलाई सत्यम परम धीमहि भनेर वेदव्यासजी भन्नुहुन्छ। जसको जन्म आफ्नै इच्छाले यो धरतीमा विविध प्रकारका अवतार लिएर आउनुहुन्छ। गौ ब्राह्मणको रक्षाका लागि, धर्म संस्थापन गर्नका लागि अनि आफ्नै इच्छाले यो संसारबाट जो जानुहुन्छ त्यस्ता परब्रह्म परमात्मालाई भनियो जन्माद्यस्य अर्थे स्वभिज्ञ स्वराट्। जो सबै थोक जान्नमा, सबैका भावना, यो विश्व ब्रह्माण्डको जो नियन्ता हुनुहुन्छ, जो स्वभिज्ञ हुनुहुन्छ, जो देखिनबाट संसारको केही पनि लुकेको भन्ने छैन, सबै थोक उहाँलाई ज्ञात छ, त्यसलाई भनिन्छ स्वभिज्ञ भगवान भनेर। चार्थे स्वभिज्ञ स्वराट् तेने ब्रह्म हृदय आदि कवये। त्यस्ताले आदि कवि ब्रह्माजीलाई पनि ज्ञान दिनुहुन्छ। जुन ब्रह्माजीले सृष्टि गर्नुहुन्छ त्यस्तालाई पनि ज्ञान दिने, ज्ञानको चक्षु दिने त्यस्ता प्रभु परमात्मा, त्यस्तालाई जसको मायालाई जान्न नसकेर संसारका ठुला ठुला महात्मा जान्ने बुझ्ने पनि मोह मायामा पर्दछन्, त्यस्ता परम पिता परमात्मालाई आज भागवतको पहिलो श्लोकमै सत्यम परम धीमहि, सत्यम परम धीमहि भनेर आज वेदव्यासजी नमस्कार गर्नुहुन्छ।